दिवसमा अथवा धेरै वर्षमा त्यहाँ बसेका साथीहरूलाई धेरै फाइदा हुन्छ। त्यो लगेज किनेर अरू सामान किन्नको लागि पैसा त्यहीबाट नै पुग्छ। अनि 10 रिङ्गिट र 8 रिङ्गिट जुन काट्छ त्यो त सरकारले लिइहाल्छ, त्यो फिर्ता गर्दैन। अहिले मलेसियामा 1700 बेसी भए पनि त्यस्तै छ पहिलेकै जस्तै। बेसिक छ 1700 तर पनि त्यति नै पैसा बच्छ, त्यो महँगाई धेरै छ। र मलेसियामा आउनुहुने साथीहरूले कृपया ध्यान दिएर आउनुहोला, धेरै पैसा नतिर्नुहोला। किनभने एजेन्टहरूले धेरै पैसा ठगी गर्ने कार गरेका छन्। यो फोनमा त 4-5 लाखभन्दा तल लिँदैन। 0 कास्टमा आउनुहोला। मलेसियाको सेन्ट्रल मेलामाइन वेयर एसडिएन बिएसटी यो कम्पनीमा आउने साथीहरूले यदि डिमान्डले गएमा आउने साथीहरूले ध्यान दिएर आउनुहोला। महिनामा 20-22 ड्युटी मात्रै हुन्छ। हर दिन रेस्ट छुट्टी। दिनको 9 घन्टा काम गराउँछ र 5 दिन मात्रै काम हुन्छ, 2 दिन छुट्टी रहन्छ। त्यो पनि राइट छ। कहाँ देखा था का त्यो कम्पनीमा कुनै दिन 1700 बेसी पनि आउँदैन। त्यो कम्पनीमा जो कोही मान्छेले यदि व्यक्ति काँचेर त्यस्तो काम गर्छ र उसलाई केही अरू मतलब पैसाको खाँचो छैन र आफूको लागि मात्रै चाहिन्छ भने पनि हुन्छ। त्यो कम्पनीमा आउनु हो, त्यति गर्नको लागि राम्रो छ। खाने बस्ने राम्रोसँग सोच्ने। यो पब्लिक होलिडेको यो सबै पैसा त राम्रो दिन्छ, अनि ओटी बर्फमा 1 घन्टा पनि चल्दैन। मलेसियाको ब्लग भिडियो हेर्ने साथीहरूले कमेन्ट गर्नुहोला।